फर्स्ट टाइम आएको हजुरकोमा यो ओल्ड टाउन भनेर यो त कसले सञ्चालन गर्नुभयो सर हजुर हाम्रो चैत्र 26 गतेदेखि सफ्ट ओपनिङ यसपालिदेखि नै हो वैशाख 31 गतेसम्म त हाम्रो सफ्ट ओपनिङ चलिरहेको यो चाहिँ मैले एउटा युट्युबमा हाल्नुको लागि भ्लगको लागि चाहिँ केही तपाईँहरूको आफ्नो एडभर्टाइजिङ गरे जस्तो एउटा मैले पोस्ट गर्न लागिरहेको छु कि त्यही हजुरलाई पनि केही कुरा यसो आफ्नो प्रोडक्सन आफ्नो भनौँ न को बारेमा रेस्टुरेन्टको बारेमा यो ओल्ड टाउनको बारेमा केही बताइदिनुहुन्छ कि हाम्रो दर्शकहरूलाई श्रोताहरूलाई। ठिक छ, नमस्ते, म चाहिँ धर्म लिम्बू, ओल्ड टाउन रमितेको चाहिँ म सञ्चालक र यो हाम्रो ओल्ड टाउन रमिते यो रमितेको धन्नी डाँडामा छ। तपाईँहरू ठ्याक्कै आउनु हुँदा यो बाटोकै नजिकै पर्छ। हाम्रो ओल्ड टाउनमा चाहिँ तपाईँको बस्नेदेखि लिएर खाने सेक्वा कर्नरहरू, भ्यू टावरहरू होइन भ्यू हेर्नलाई अति नै राम्रो चाहिँ डाँडाको रूपमा यो पोइन्टलाई लिन्छ होइन, भ्यू पोइन्टकै रूपमा लिन्छ। तपाईँहरूलाई बस्नेदेखि लिएर खाने व्यवस्थादेखि लिएर हाम्रो तरेबा सेक्वा कर्नर हाम्रो काठमाडौँको ब्रान्च पनि यहाँ छ। तपाईँहरू आएर सेक्वाको पारखीहरूले चाहिँ सेक्वा टेस्ट गर्न सक्नुहुन्छ हाम्रोमा आएर। हस् त, धन्यवाद। केही जानकारी गराउनुभयो, उहाँ सञ्चालक हुनुहुन्छ। आज हामी फर्स्ट टाइम आएको, त्यही भएर उहाँले केही जानकारी गराउनु भएछ। हाम्रो सबै साथीहरू यहाँ आइराख्नु भएको छ। हाम्रो भिडियो सुट पनि गरिराख्नु भएको छ साथीहरूले है। एकदम सनलाइट ब्याग भयो। एकदम रमणीय ठाउँ छ। अत्याधिक चिसो हुन्छ यहाँ चाहिँ। अहिले हामी वैशाख 2083को वैशाख समयमा आएको छौँ। आज शनिबार, आज पार्किङ एरिया हो। एकदम राम्रो छ है त। ल गाइजहरू नआउनु होला, यो भर्खर ओपनिङ भएको ठाउँ। हाम्रो बाबुहरू पनि यहाँ आइराख्नु भएको छ। मगुमकी पसा छोडिदियो। खानु आउँदाखेरि भित्र गएर अब गाडी यसलाई निकालिदिनु पर्नेछ। गाइज हेर्नुहोस्, यो मधुमक्खी यहाँ चाहिँ भित्र पसिदिएको छ। यो मेरो खानेमा यो तुलफुल बोट बिरुवा फलफुल भएको कारणले गर्दाखेरि यहाँ चाहिँ मौरी धेरै नै आउँछ। त्यसरी खानेकुरा मात्रै छिर्दिहाल्छ। ल अर्कोमा पनि छिर्दैछ यो मधुमक्खी। ल यहाँ पनि छिर्छ अर्कोमा नि। ल खाइदिइहाल्नु पऱ्यो है। कहाँ गयो खोइ हो र त खोइ भ्यू टावर हो यो माथिको टप चाहिँ। भ्यू टावर हो यो माथिको टप चाहिँ। भएर